प्रधानमन्त्रीले आगामी निर्वाचनलाई सुरक्षित र शान्त बनाउन सेनालाई निर्देशन दिएकी छन्। सेना, प्रहरी र सशस्त्र प्रहरी बीच पूर्ण समन्वय गरेर भयरहित चुनाव गराउन उनले जोड दिएकी छन्। सभापति रवि लामिछाने नवलपरासीका विभिन्न क्षेत्रमा जनभेटघाट गरिरहनु भएका छ। आज बिहानैदेखि स्थानीयले उहाँलाई उत्साहजनक रूपमा स्वागत गरिरहेका छन्। सुनसरी निर्वाचन क्षेत्र नम्बर 2 झुम्कामा काङ्ग्रेस सभापति गगन थापा, नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले आफ्नो पार्टी नेपालका राजनीतिक पार्टीहरूमध्ये सबैभन्दा नयाँ पार्टी भएको दाबी गरेका छन्। बालेन हेर्न ओइरियो सिङ्गो मधेस, प्रत्येक चोकमा आए हजारौं जनता, भिड देख्दा बालेन नै चकित।